हेलो गाइज, मलाई थाहा छ कि तपाईहरु चाहिँ आफ्नो पढाइमा चाहिँ त्यति कन्सन्ट्रेट गर्नु भइरहेको छैन। किनभने यो चाहिँ जुन अहिले तपाईहरुले फिल गर्नु भइरहेको छ नि, त्यो एउटा समयमा म पनि चाहिँ त्यही फिल गरिरहेको थियो। ल त्यो कुरा अहिले छोडौ हैन। म चाहिँ आजको कुरा हो भनेको मतलब फिजिक्समा राम्रो मार्क कसरी ल्याउन सकिन्छ भन्नाले A+ कसरी ल्याउने। आज त्यहीमा हामी रहेर चाहिँ यो भिडियोमा कुरा गर्छौं। त हेर, मतलब यस्ता कुनै मतलब सर्टकट ट्रिक छैन जसले तपाईलाई फिजिक्समा चाहिँ राम्रो मार्क ल्याउन सक्छ। एउटै तरिका छ जुन तपाईलाई चाहिँ हार्डवर्क गर्नु पर्यो, मेहनत गर्नु पर्यो। भन्नाले तपाईलाई मतलब सुरुदेखि नै आफ्नो जुन मतलब सब्जेक्टमा तपाईलाई राम्रो मार्क चाहियो भने त्यो सब्जेक्टको तपाईले चाहिँ बेसिक्स नलेज चाहिँ हुनु पर्यो। म यो किन भनिरहेको छु किनभने पछि गएर मैले पनि यो कुरालाई रियलाइज गरेको छु। हेर, जस्तै म एउटा एक्जाम्पल भनेर तपाईहरुलाई चाहिँ यहाँ बुझाउन सक्छु। लेट्स सपोज तपाईले एउटा च्याप्टर फिजिक्सको इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमबाट इलेक्ट्रिक सर्किट्स भन्ने च्याप्टर तपाईले पढ्नु भयो हैन। अब त्यो च्याप्टरमा तपाईलाई फर्स्ट अफ अल त्यसको बेसिकै थाहा भयो न भने तपाई त्यो च्याप्टर कसरी बुझ्न सक्नुहुनेछ। लेट्स सपोज तपाईलाई इलेक्ट्रिक चार्ज भनेको के हो, एउटा इलेक्ट्रिक चार्ज भन्नाले के हुन्छ, सर्किट भनेको के हुन्छ हैन, त्यसको युनिट्सहरुको बारेमा तपाईहरुलाई एउटा आइडिया छैन भने तपाई त्यो च्याप्टरमा जस्ट तपाईले रटेको छौ, त्यो मतलब च्याप्टर तपाईले बुझ्नु भएको छैन। त यो तरिकाले तपाईहरुले गयो भने पछि तपाईलाई एकदमै नै यो चाहिँ के भन्छु, अब यसलाई ब्याड भनौं हैन, यो हुन्छ। त्यसकारण तपाईहरुले अहिलेदेखि नै तपाई आफ्नो बेसिक्स पहिला क्लियर गर्नु। तपाईसँग मलाई थाहा छ कि तपाईसँग अब टाइम छैन। यो भाइले के भनिरहेको छ तपाईहरु सोध्नु भइरहेको होला, मलाई भाइ भन्न पनि सक्नुहुन्छ किनभने म पनि अहिलेकै नै ब्याचको स्टुडेन्ट। आई होप तपाईहरुले मेरो कुरा बुझ्नु भइरहेको छ। त सबभन्दा मेन कुरा यता म भन्न चाहिरहेको छु कि तपाई आफ्नो बेसिक्स क्लियर गर्नु, चाहे फिजिक्स रहोस्, चाहे म्याथ रहोस्, चाहे केमिस्ट्री रहोस्। इफ तपाईको बेसिक क्लियर भयो भने तपाई च्याप्टर मजाले बुझ्न सक्नुहुन्छ र पछि पनि तपाईलाई यो एकदमै नै काम लाग्छ। जस्तै तपाईले इन्जिनियरिङको मतलब पुलचोकमा गएर इन्जिनियरिङको इन्ट्रान्स दिनुहुन्छ भने त्यता गएर तपाईलाई इजिली थाहा भइहाल्छ कि म 12 मा चाहिँ पुरा राम्रोसँग पढेको छु र त्यति बेला तपाईलाई त्यता यो कुरा चाहिँ धेरै मद्दत गर्छ है। ल यो कुरा त कसरी पढ्ने भन्ने त्यो मैले तपाईहरुलाई चाहिँ यता भनेको। अब चाहिँ तरिका के हो, अहिले मतलब धेरै भाइहरुले पनि यो भिडियो हेरिरहेको होला कि मतलब फिजिक्समा कसरी म राम्रो मार्क ल्याउन सक्छु। किनभने अब हामीसँग टाइम छैन, त्यो कुरा तपाईहरुले सोच्नु भइरहेको होला किनकि यो कम समयमा म कसरी बेसिक्स पढ्नु र राम्रोसँग फेरि च्याप्टर बुझ्यो, त्यति मतलब टाइम छैन। ठिकै छ, तर मेरो एउटा कन्सेप्ट हो कि तपाई बेसिक्स बुझ्नु र च्याप्टरमा जम्प गर्नु हैन। यसले तपाईको कन्सेप्ट क्लियर गर्छ र पछि पनि तपाईलाई यसले मद्दत गर्छ। ल अहिलेको लागि म तपाईलाई भनिदिन्छु कि कसरी एटलिस्ट फिजिक्सबाट राम्रो मार्क ल्याउन सकिन्छ। तरिका छ, तर तपाईलाई पछि गएर यो फिल्डमा नलेज मतलब फिजिक्समा तपाईलाई नलेज हुँदैन। अब यो तरिका के हो म पहिला भनिदिन्छु, त्यसपछि म आफ्नो कपीमा लगेर तपाईलाई म भनिदिन्छु। त हेर, हामीसँग धेरै अहिले पनि समय छ, मतलब 1-2 महिना काफी छ हाम्रो लागि के। यदि 3 महिना छ भने अझै राम्रो भयो हैन तपाईहरुको लागि। हामीसँग युट्युब छ, युट्युबमा गएर मतलब जुनसुकै च्याप्टरको हामीले नाम सर्च गर्छौं भने त्यसको मतलब धेरै रिलेटेड भिडियो आइहाल्छ के। धेरै मतलब हरेक मान्छेले आफ्नो आफ्नो पोइन्ट अफ भ्यूले त्यसलाई समझाइरहेको हुन्छ र त्यहाँबाट तपाईले चाहिँ एटलिस्ट केही न केही त बुझेर तपाई समझ्न सक्नुहुन्छ हैन। अथवा तपाईहरुले ओल्ड इज गोल्ड को 10 सेट भनौं नि, त्यो पुरा मतलब तपाईहरु पास्ट क्वेशन हेर्नु त्यसमा के, जुन चाहिँ मोस्टली चाहिँ मतलब यही सालको पछिल्ला सालमा सोधेको हुन्छ, त्यो क्वेशनहरु हेर्नु कि मतलब यो सालमा कुन यो सालभन्दा पहिला कुन क्वेशनहरु चाहिँ
मोस्टली चाहिँ सोधेको छ, जुन चाहिँ आउन सक्छ। त्यो क्वेसनहरूलाई तपाईहरु हेर्नु होला र अलि चाहिँ दिमागमा बसाउनु होला। यस्तो तपाईहरुले गरियो भने मतलब च्याप्टर तपाईहरु, मलाई थाहा छ तपाईहरु पढ्नु भइरहेको छैन, च्याप्टर बुझिरहनु भएको छैन, त्यही छैन। जस्ट तपाईँ युट्युब भिडियो हेर्नु अथवा ओल्ड इज गोल्डमा गएर ओल्ड इज गोल्डको यदि तपाईसँग सल्युसन छैन भने त्यो लिइहाल्नु, एकदमै त्यो बेस्ट हुनुवाला छ यस्ता खालका स्टुडेन्टहरूलाई। र ओल्ड इज गोल्डमा चाहिँ पास्ट क्वेसनहरू हेर्नु, त्यसलाई याद गर्नु, घोक्नु, के भन्नुहुन्छ तपाईहरु त्यो गर्नु होला। यसले तपाईलाई मद्दत गर्छ के एक्जाम टाइममा। यसले मतलब फिक्स क्वेसनहरू आउन सक्छ के, मतलब यस्तै मतलब सेम टु सेम आउँदैन, तर त्यही क्वेसनलाई चाहिँ अलि प्याटर्न भन्नाले चेन्ज गरेर आउँछ है। तपाईँ अलि चाहिँ दिमाग लगाउनुहुन्छ भने त्यो क्वेसनको तपाईले सोल्भ गर्न सक्नुहुनेछ है। यो तरिकाहरू थियो। अब म यता कुरा गरिदिन्छु सबभन्दा पहिला कि मतलब फिजिक्सको कुन कुन च्याप्टरबाट कति कति मार्कको सोध्छ र कुन च्याप्टर अहिले हामीलाई पढ्दा अथवा बुझ्दा त्यसको मतलब ओल्ड इज गोल्डबाट प्रब्लमहरू सोल्भ गर्दा त्यो हाम्रो परीक्षामा एक्जाम टाइममा काम लाग्छ, त्यसैको बारेमा म पहिला कुरा गर्छु। त फर्स्टमा मैले यहाँ कपीमा आफ्नो लेखेको छु फिजिक्सको पुरा च्याप्टर है। यसमा आऊ, अब म यता क्यामेरालाई अथि अलि त्यो गरेर यो हेराउँछु तपाईहरुलाई। ल यहाँ मैले चाहिँ फिजिक्सको पुरा च्याप्टरहरू यहाँ कपीमा लेखेको छु। अब यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ 13, 17, 7 यो सब यो मतलब च्याप्टरबाट आउन सक्ने मार्क कति हुन्छ त्यो छ। जस्तै मेकानिक्सबाट 13 आउँछ, हिट एन्ड थर्मोडाइनामिक्सबाट 7 मार्कको हुन्छ, वेभ एन्ड अप्टिक्सबाट 15 मार्कको हुन्छ, इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमबाट 21 मार्कको, मोडर्न फिजिक्सबाट 19 मार्कको। त अब म अघि नै तपाईहरुलाई भनिदिइसकेको थियो कि तपाईलाई बेसिक थाहा हुनु पर्यो यो च्याप्टरहरू बुझ्नको लागि। जस्तै वेभ मोसन, जस्तै यो वेभ मोसन तपाईलाई बुझ्नको लागि फर्स्टमा वेभ भनेको के हो हैन, त्यो कुराहरू थाहा छ भने तपाईहरुले यो सबले बुझ्न सक्नुहुनेछ। त्यही छ। त हेर अब त्यो हामीसँग त्यति टाइम छैन कि हामीले बुझेर पढौँ अथवा सम्झेर पढौँ है। ल म तपाईलाई यता भनिदिन्छु कि तपाई राम्रो मार्क मात्र कसरी ल्याउन सकिन्छ त्यो मात्र भनिदिन्छु, ताकि A+ पनि आउन सकोस् के, A+ हैन। यदि तपाई ट्यालेन्ट हुनुहुन्छ भने तपाईलाई थाहा होला कि म के भन्न खोजिराख्नु भइरहेको छु। त यहाँ इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमबाट 21 मार्कको सोध्छ। त जसमा म इम्पोर्टेन्ट भनिदिन्छु तपाईलाई, जुन हेर्नु नै पर्छ, इलेक्ट्रिक सर्किट्स। किनभने यसबाट किर्चफको दुईवटा ल हुन्छ नि, किर्चफ फर्स्ट ल, किर्चफ सेकेन्ड ल, यो हेरि नै हाल्नु। यसको स्टेटमेन्ट्स बराबर एक्जाममा आइरहेको छ। थर्मो इलेक्ट्रिक इफेक्ट आई थिंक यो पनि बेस्ट। म्याग्नेटिक फिल्ड यो मटेरियल छ नि, यसलाई अलि छोडिदिनु। इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन, फराडेज ल छ नि अथवा लेन्ज ल छ नि, त्यो साइडमा फराडेज ल, लेन्ज ल, त्यो म्युचुअल इन्डक्टेन्स छ यसमा, त्यो तपाईलाई हेर्नुपर्छ। अल्टरनेटिङ करेन्टबाट चक कोइल, यसको डिफिनेसन आइरहेको हुन्छ। चक कोइलको चाहिँ डिफिनेसन सोधिरहेको छ, मलाई सोधेको मेरो यो 2082 को एक्जाममा, त्यसकारण तपाईलाई यता भनेको। त अल्टरनेटिभ भन्नाले यसबाट तपाईको मेन भनेको तपाई यो यसलाई छोड्दिनु, बाँकी बाद यो सबै हेरिहाल्नु पर्नु होला। तपाईसँग यदि धेरै टाइम छैन भने, यदि समय छ भने यसलाई पनि हेर्नु, यसबाट पनि मार्क मतलब क्वेसन आइरहेको हुन्छ। त मोडर्न फिजिक्सबाट तपाईले मतलब यसलाई छोडेर बाँकी बाद यो सबैलाई चाहिँ हेर्नु होला। 19 मार्कको सोध्छ। यदि यो र यो तपाईहरुले मात्र फोकस गर्यो भने तपाईको 40 मार्क इजिली आइहाल्छ। यदि तपाईसँग अझै समय छ भने यो यसलाई छोडिदिनु, यो थोरै छ यो सेक्टर, यसबाट तपाईको 7 मार्क इजिली आइहाल्छ। फर्स्ट ल अफ थर्मोडाइनामिक्स, सेकेन्ड ल अफ थर्मोडाइनामिक्स। यसबाट फर्स्ट ल अफ थर्मोडाइनामिक्समा के सोध्छ कि यसलाई डिफाइन गर्न भन्न सक्छ, अथवा एडियाबेटिक प्रोसेस भनेको के हो, आइसोबेरिक प्रोसेस भनेको के हो, आइसोकोरिक प्रोसेस भनेको के हो, त्यो पनि आउन सक्छ। त मलाई लाग्छ यो इजी छ। यसको नोट्स तपाईहरु हेरिहाल्नु, युट्युबमा यसको नोट्सहरु धेरै मान्छेहरुले भनौं न टिचरहरुले अपलोड गरेको छ। त्यहाँ गएर तपाई यसको क्वेशन्सहरु भन्नाले सल्युशन्स तपाईहरु हेरेर त्यसको मतलब त्यसबाट भन्नाले समझ्न सक्नुहुनेछ। यदि तपाईसँग अझै टाइम छ भने यो 13 मार्क्सको पनि नछोड्नु होला, यो 13 मार्क्सको नछोड्नु होला, किनभने रोटेशनल डायनामिक्सबाट सोधिरहेको हुन्छ। मोसन अफ के भन्छ त्यो हैन, काइनेटिक एनर्जी अफ रिजिड बडीको काइनेटिक एनर्जी के हो, मास अफ इनर्शिया सोधिरहेको हुन्छ। भन्नाले मास अफ इनर्शिया र यो भन्नाले अहिले के भनेको काइनेटिक एनर्जी अफ
रिजिड बडीको बारेमा पढ्नु होला। मोसन अफ इनर्सिया पनि सोधिरहेको हुन्छ। अब बलले डान्सवाला हुन्छ नि त्यो न्युमेरिकल त्यो आई थिङ्क गरिहाल्नु कि म यो भन्दैन कि तपाईँलाई कि फिक्सै आउँछ। म यता जुन कुरा अहिले भनिरहेको छु त्यो फिक्सै आउँछ त्यो म भन्दैन, तर प्रोबेबली हो के यो क्वेसन्सहरू आउँछ। म आफ्नो एक्सपिरियन्सले भनिरहेको छु, मलाई लाग्छ कि यो आउँछ नै आउँछ के त्यस्तो छ। यो हिट एन्ड थर्मोडाइनामिक्सबाट बराबर सोधिरहेको हुन्छ। तपाईँको एमसिक्यूमा पनि आउँछ यसको डिफिनेसन सोधिरहेको हुन्छ। फर्स्ट ल अफ थर्मोडाइनामिक्सको 1 मार्कको क्वेसन हुन्छ। एमसिक्यू भन्नाले तपाईँको 11 मार्कको हुन्छ र सर्ट एन्सर क्वेसन तपाईँको 40 मार्कको हुन्छ। जम्मा यसमा चाहिँ भन्नाले 8वटा क्वेसन हुन्छ जुन चाहिँ तिम्रो 5 मार्कको हुन्छ भन्नाले 40 मार्कको भइहाल्यो। लङ क्वेसन तपाईँको सोध्छ भन्नाले कति भयो 40 10 50 51 मार्क भइहाल्यो हैन। बाँकी कति रहिहाल्यो हाम्रो 60 75 जम्मा भन्नाले 24 मार्क हाम्रो लङ एन्सर क्वेसन सोध्छ है। तब टोटल हाम्रो भइहाल्छ 75 मार्कको यता भइहाल्छ। त मेन फोकस तपाईँको के गर्नु होला, मेन फोकस तपाईँहरू इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम नछोड्नु होला। यसबाट क्वेसनहरू तपाईँहरू चिट बनाऊ या के गरौ तपाईँहरूले यसलाई नछोड्नु होला। यसको र यसको र यसलाई नछोड्नु। बाँकी बात यो यदि तपाईँसँग टाइम छ भने ब्याकअपको लागि यसलाई राख्नु होला। तब तपाईँलाई इजिली 60 न त तपाईँको 65 मार्क रोक्न सक्दैन। यताउताबाट यदि चाहियो भने तिम्रो 70 भन्नाले 70 त आउँदैन मलाई लाग्छ, तपाईँको तिम्रो 69 त आइहाल्छ। 69सम्म 69 आउँदैन त लेट सपोज तपाईँको 50 आयो नि, 50 पनि आउँदैन त 40 आयो नि, त्यति आयो भने तपाईँको लागि काफी हुन्छ के। तपाईँले केही थाहा छैन भने यति कुरा तपाईँहरूले बुझ्नु होला। ल यो भिडियोमा यति कुरा मात्र भन्न चाहे। यदि यस्तै नै खालका भिडियो अरू पनि तपाईँहरूलाई चाहियो भने प्लिज कमेन्ट गर्नु होला। म अरू पनि भिडियो तपाईँहरूको लागि लिएर आउँछु। तबसम्मको लागि गाइज यति नै। ल।